हेलो गाइज आजको भिडियोमा चाहिँ म यो मैले गलतबाट सेल्फी स्टिक अर्डर गरेको थिएँ हैन यो चाहिँ जम्मा 451 रुपीस विथ शिपिङ कस्ट म चाहिँ यो देखाउँछु आज हजुरहरुलाई है मेरो फोन चाहिँ मैले एकपल्ट भिडियो बनाउँदाखेरि माथिबाट नराम्रोसँग खसेको थियो हैन त्यही भएर मैले सेल्फी स्टिकले काम हुन्छ कि भनेर अर्डर गरेको थिएँ यो अघि खसेको चाहिँ चार्जर रहेछ नि लाइटको होला सायद ससमा ल्याएको फेरि के भन्छ खोल्न पर्ने यो चाहिँ यस्तो छैन यो लाइट हो यो खोल्न सक्छु जस्तो होइन चाहिँ त होइन कस्तो सानो त यहाँ रहेछ तान्ने ए यत्रो लामो रहेछ यही हो यसको लास्ट अझै राम्रो लाग्यो मलाई यो बाल्ने चाहिँ यहीँबाट होला है भाँचिसकेको ए अनि मोबाइल उठाउने चाहिँ यस्तो भयो होइन यो चाहिँ सपोज फोन भयो भने यस्तो घुमाउनु मिल्छ एउटा साइड चाहिँ यस्तो तन्काउनु मिल्दो रहेछ आफ्नो फोनको साइज अनुसार यसरी चाहिँ तन्काएर राख्नु हुन्छ यसरी यो चाहिँ यो घुमाउने टाइट गरेर नगर्ने होइन यो चाहिँ मैले खोलेँ अहिले खोलेपछि चाहिँ यसलाई जताजना लैजानु मन लाग्यो जुन डिरेक्सनमा लैजानु मन लाग्यो त्यति लैजानु मिल्छ अनि यो यस्तो इजी हुन्छ अनि अब यसरी बनाउनु छ भनेदेखि यस्तो गरेपछि टाइट गर्न मिल्दो रहेछ टाइट गरेपछि भयो होइन यस्तै फोन लगाएर पनि भिडियो बनाउनु मिल्छ यहाँनिर राख्नु छ यहाँ यो चाहिँ यस्तरी चार्ज गरेछ होइन अरू कुरा चाहिँ भयो मैले देखाउन सकिनँ मान्छे भने सातो मेरो के भन्नु नि यस्तै राख्नु मिल्दो रहेछ ए यतिको राखेर चाहिँ भिडियो बनाउनु मिल्छ यसको चाहिँ अब लेन्थ घटाउँदै भिडियो बनाउनु पाइयो यो राखेर स्ट्यान्ड तिनवटा स्टेप लाइट हुँदो रहेछ होइन ठिकै छ तर यतिको लेखाउनु चाहिँ चल्दैन होला अनि यसको चाहिँ यो रिमोट पनि दिनु मिल्छ होइन यो चाहिँ ब्लुटुथबाट कनेक्ट हुन्छ सायद ए सेल्फी भन्नु लागि यही हो पक्कै पनि यही कनेक्ट भयो यस्तरी होइन मैले भिडियो बनाउनु लाग्यो भने चाहिँ भिडियो बनाउनु लाग्यो हुन्छ कि मेरो टाइमर रहेछ यस्तै चाहिँ खिचेको रहेछ ल खिच्ने त पनि लाँदै लाउँदिनँ खोल्नै सक्दिनँ ल So guys, thank you so much for watching my video till the end. And if you like my video, then don't forget to like, comment, and subscribe to my YouTube channel. Have a good day. Bye bye.